अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर यो वर्षको बहुप्रतिष्ठित चलचित्र बलिदानको प्री टिजर सार्वजनिक गरियो। टिजर सार्वजनिक गरेको केही घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। अहिले बलिदानको प्री टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा बन्न सफल भएको छ। प्री टिजर नेपालीहरूको बाक्लो बसोबास रहेको युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, दक्षिण कोरिया लगायत थुप्रै देशहरूमा ट्रेन्डिङमा पर्न सफल भएको छ। देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्य सहितको प्री टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ। देशको चिन्ता माटोले खोज्दैछ जसलाई जन्माइन् आमाले जस्ता संवादहरूले दर्शकमा राष्ट्रिय भावना झन गहिरो बनाएका छन्। चलचित्र बलिदानलाई सन्तोष सेलले निर्देशन गरेका हुन्। आसुसेन फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, रिचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेमपुरी लगायत कलाकारको अभिनय रहेको छ। पवन बारफार विष्ट निर्माता तथा प्रेमपुरी कार्यकारी निर्माता रहेका छन्। चलचित्रको प्री टिजर नै ट्रेन्डिङमा पर्न सफल भएपछि यतिखेर निर्माण टिम हौसिएको छ। दर्शकमा पनि उत्साह पैदा भइसकेको छ। चलचित्र बलिदान यही वर्षको बडा दशैंको अवसर पारेर फुलपातीमा प्रदर्शनमा आउँदैछ। हट नेपाल।